सो गाइज म चाहिँ चेकिङमा परेको थिएँ अनि आज लाग्दो गुड मर्निङ एभ्रिवान। आजबाट हामी नयाँ जर्नी होइन नयाँ जर्नी सुरु गरौँ भन्नाले विल स्टार्ट भ्लगिङ फ्रम टुडे इन अ प्रोपर वे है। त्यही हो, यत्तिकै हावातालमा घुमिरहेको हुन्छ डुलिरहेको हुन्छ यत्तिकै होइन। त्योभन्दा त बरु हल्का क्याप्चर गरेर हालौँ मेमोरीको लागि हुन्छ नि त पछि हेर्नको लागि। अनि एडिट सेडिट गरेर विल अपलोड भ्लग फ्रम टुडे। आजबाट चाहिँ हामी भ्लग हाल्छौँ है। त्यही हो अनि यो चाहिँ फर्स्ट क्लिप थियो, फर्स्ट क्लिप साइनेस भगाउँदै जाऊँ अरू त्यही हो। सो त्यही हो। स्कुटी चलाउने मान्छे भयो चलाउनु गरिरहेको सो गाइस अहिले चाहिँ हामी सुशान्त दाईको चस्मा बिग्रे यो लिन आएको। अनि सुशान्त दाई चाहिँ त्यहाँ पसलभित्र अनि अझै हामी ट्याक्कै 24 कोटी अगाडि म 24 कोटी अनि हामी अब जिम जाने हो। यति गरेर जिम जाने हामी। सो यतिखेर चाहिँ हाम्रो वर्कआउट सकिसक्यो अनि अब हामी निस्किन्छौँ। लास्ट गाह्रो भयो आजले गरेको। सो अहिले प्याकअप भएर हामी घर जाँदैछौँ भने मौसम एकदमै चिल्लो छ है। हावा सर र अभिनव दाई अगाडि, सुशान्त दाई अगाडि। यहाँ आज स्कुटी यता राखेँ दाई ल त्यही हो रमाइलो छ। सो गाइज म चाहिँ चेकिङमा परेको थिएँ अनि आज लाग्दो चेकिङ भयो। चेकिङमा परेको थिएँ, मसँग चाहिँ लाइसेन्स थिएन अनि त्यही हो, चिट काटेन त्यति हो। अनि आजको लागि यति नै। सबैलाई भोलि भेटौँ न। भोलि नयाँ दिन, रमाइलो गर्नुपर्छ। भोलि मम्मी र भाइ कति जाने? पोखरा जाने मम्मी भाइ। अब स्कुटी मसँग हुन्छ अनि दिउँसो टक्क लाएर घुम्न जाने हो होइन। भोलि दिउँसो घुम्न जाने हो भ्लग बनाउन होइन जान्न। भोलि उता जाने प्लान हो क्या। पर्सि जाऊँ ल लाइसेन्स फर्म गरेर। भोलि टक्क लाएर भ्लग बनाउनु जाने हामी रिजर्समा टक्क पारामा। त्यति नै हो आजको लागि, यति नै। ल बाई।